नमस्कार, मेरो नाम निरञ्जन शर्मा। आजको भिडियोमा मैले हजुरहरूलाई स्पेनमा इमिग्रेसन खोलिसके पछाडि नेपाली समुदायमा विभिन्न खालका आशंकाहरू र विभिन्न खालका चाहिँ अन्योलताहरू सिर्जना भएका छन्। हो, त्यो विषयमा चाहिँ मैले हिजो भर्खर म यहाँको इमिग्रेसन सम्बन्धीको प्रक्रियाको लागि र जुन चाहिँ यहाँ नेपालबाट ल्याएको पुलिस रिपोर्ट हुन्छ त्यसलाई चाहिँ यहाँको परराष्ट्र मन्त्रालयमा पनि त्यहाँ लगेर छाप लगाएर भ्यालिड गराउनु पर्ने हुन्छ। त्यसको लागि म्याड्रिड गएको थिएँ र त्यहाँ म्याड्रिडमा चाहिँ के समस्या भयो र त्यहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले के भोग्नुभयो भन्ने विषयमा आधारित आजको भिडियो छ। तपाईँहरू पनि म्याड्रिडको परराष्ट्र मन्त्रालयमा, स्पेनको परराष्ट्र मन्त्रालयमा जानुभएको छैन र जाने सोच्दै हुनुहुन्छ भने मेरो भिडियो अन्त्यसम्म हेरिदिनु होला, ताकि तपाईँहरू वहाँ गएर एकदम अप्ठ्यारो नपरोस्। तपाईँहरू त्यहाँ जाँदाखेरि जे कामले जानुभएको छ त्यो काम सफलतापूर्वक सम्पन्न होस् भन्नका लागि आजको भिडियो मैले बनाएको छु। तपाईँहरूले स्पेनका विभिन्न ठाउँबाट टाढाबाट टिकट खर्च गरेर हैन, आफ्नो काम मिलाएर, समय मिलाएर, आफ्नो व्यस्तताका बावजुद पनि आफ्नो कामको लागि भनेर म्याड्रिड आउनुहुन्छ र त्यहाँ काम भएन भने त्यहाँ एकदमै पीडा हुन्छ हैन। हो, त्यो पीडा तपाईँहरूले भोग्नु नपरोस् भनेर मैले आजको भिडियो बनाएको छु। र यो भिडियोको मुख्य उद्देश्य भनेकै तपाईँहरूलाई म्याड्रिड जानुभन्दा अगाडि के गर्नुपर्छ भन्ने कुरा थाहा होस् भनेर यो भिडियो बनाउँदैछु। पहिला त हामीले नेपालबाट पुलिस रिपोर्ट बनाउनु पर्ने हुन्छ। पुलिस रिपोर्ट अनलाइनबाटै बनाउन सकिन्छ। यो प्रक्रिया त हजुरहरू सबैलाई थाहा नै छ हैन। त्यस पछाडि पुलिस रिपोर्ट बनाइसके पछाडि तपाईँको पुलिस रिपोर्ट आउँछ। त्यसपछि पुलिस रिपोर्ट आइसके पछाडि नेपालको परराष्ट्र मन्त्रालयबाट पनि त्यसलाई प्रमाणीकरण गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँहरूले केही अनलाइन दस्तुर तिरेर अनलाइनबाटै तपाईँहरूले त्यसलाई चाहिँ प्रमाणीकरण गर्न सक्नुहुन्छ। परराष्ट्र मन्त्रालयले अनलाइन सिस्टमबाटै प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको छ। त्यस पछाडि परराष्ट्र मन्त्रालयमा लगाइसके पछाडि तपाईँले त्यसलाई अझ भ्यालिड गराउनको लागि स्पेनको हकमा नेपालमा भएको स्पेनिस कन्सुलरमा लगाउनु पर्ने हुन्छ। त्यहाँ स्पेनिस कन्सुलरमा लगाइसके पछाडि अनि बल्ल यहाँ स्पेनमा त्यो डकुमेन्ट आउनको लागि बल्ल योग्य हुन्छ हैन। अब अहिले भर्खरको अहिलेको स्थितिमा चाहिँ नेपालको कन्सुलर विभाग, जुन स्पेनको कन्सुलर विभाग छ नेपालमा भएको, त्यसले चाहिँ छाप नलगाउने भन्ने कुरा आइसकेको छ र अहिले कतिपय कामहरू चाहिँ स्पेनको दूतावास, नयाँ दिल्ली स्थित राजदूतावासले गरिरहेको भन्ने जानकारी आइरहेको छ। त्यो तपाईँहरूले पक्कै पनि थाहा पाउनुभएकै होला हैन। अब सरस्वती डकुमेन्टमा जाउँ है त। अब डकुमेन्टमा के हुन्छ भनेदेखि तपाईँहरूले जब परराष्ट्र मन्त्रालयबाट छाप लगाउनुहुन्छ त्यसपछि तपाईँ कन्सुलरमा जानुहुन्छ।